कल्पना गर्नुहोस् रातको आकाशमा जुन चन्द्रमा सदैव हाम्रो साथमा हुन्छ, 81 एक रात गायब भयो भने के हुन्छ? न त ज्वार भाटा टाइज हुन्छ, न त पूर्णिमाको रात। तर कुरा त्यति मात्रै होइन, चन्द्रमा हराउँदा पृथ्वीमा के कस्तो असर पर्छ? आज हामी यस्तै एक अनौठो व्हाट इफ को उत्तर खोज्दैछौं। चन्द्रमा केवल आकाशको सौन्दर्य मात्र होइन, यो पृथ्वीको लागि एकदमै महत्वपूर्ण छ। यसले समुद्रको ज्वार भाटा, पृथ्वीको घुमाएको स्थिरता, मौसम प्रणाली र धेरै जनावरको जीवन चक्रलाई नियन्त्रण गर्छ। चन्द्रमा हराएपछि सबैभन्दा पहिलो असर हुन्छ ज्वार भाटा। चन्द्रमाको गुरुत्व बलले समुद्रको पानी तान्दछ, जसले हाई टाइड र लो टाइड बनाउँछ। चन्द्रमा नभएपछि टाइड अत्यन्त कमजोर हुन्छ। यसले समुद्री जीवनमा ठूलो असर पार्छ। थुप्रै जीवजन्तु टाइडको तालमा जीवनयापन गर्छन्। चन्द्रमा पृथ्वीको घुमाइलाई स्थिर राख्न सहयोग गर्छ। यदि चन्द्रमा हरायो भने पृथ्वी अलिकति लडखडाउन थाल्छ, जसलाई वैज्ञानिक भाषामा एक्सियल वोबल भनिन्छ। यसको अर्थ के हो? मौसम प्रणाली अनियमित हुन थाल्छ, कहिले अत्याधिक गर्मी, कहिले चरम चिसो। मौसम परिवर्तनले कृषि प्रणाली र जनजीवनमा गहिरो असर पार्दछ। धेरै जनावर जस्तै सी टर्टल्स, बर्ड्स र इन्सेक्ट्स चन्द्रको उज्यालो र टाइडमा भर पर्छन्। चन्द्रमा हराएपछि तिनीहरूको प्रजनन चक्र, माइग्रेसन र गतिविधिमा बाधा पुग्दछ। नतिजा, इकोसिस्टमको सन्तुलन बिग्रन्छ। चन्द्रमा बिना रात झनै गाढा र डरलाग्दो हुन्छ। त्यसले मानव इतिहासमा पनि असर पुर्याउँथ्यो। कुनै चन्द्रग्रहण हुन्न, पूर्णिमा हुन्न, धार्मिक सांस्कृतिक गतिविधिहरू पनि फेरिन्छन्। सीधा कुरा हो, चन्द्रमा नभए पनि पृथ्वी तुरुन्तै नष्ट हुँदैन, तर हाम्रो वातावरण, समुद्र, जीवजन्तु अनि मानिसको जीवनमा क्रमशः ठूला परिवर्तनहरू आउनेछन्। चन्द्रमा हाम्रो नदेखिएको सुरक्षा कवच हो, जुनले हाम्रो ग्रहलाई सन्तुलनमा राखेको छ। अब तपाईको पालो। के तपाईले कल्पना गर्नुभएको थियो कि चन्द्रमा यस्तो महत्वपूर्ण हुन्छ भनेर? यदि तपाईलाई यस्ता ज्ञानमूलक नेपाली व्हाट इफ भिडियोहरू मनपर्छ भने लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोस् र कमेन्टमा लेख्नुहोस् अर्को व्हाट इफ कुन विषयमा सुन्न चाहनुहुन्छ। यो थियो इफ ल्याब्स नेपाल, जहाँ कल्पनालाई विज्ञानसँग मिलाएर बुझिन्छ। धन्यवाद।